कृष्णचंद्र भगवान को अत्रते कीर्तयिष्यामा इतिहासं पुरातनम। हे नारदजी, तिमीलाई म एउटा पुरानो इतिहास सुनाउँदछु। सनकादि कुमारहरू भन्नुहुन्छ इतिहास, इतिहासको अर्थ जान्नुहुन्छ? इति अनि हास दुईवटा शब्द भएका छन्। इति भनेको पहिले, हास भनेको भएको थियो, पुरातन पुरानो पहिला भएको जुन कुरो थियो त्यसलाई भनिन्छ इतिहास। यो इतिहास बताउँदछु म। आत्मदेव पुरे तस्मिन् सर्वदेव विशारद श्रोतस्मात् निष्णातो तृतीय इव भास्करः। तुंगभद्रा नदीका किनारमा एकजना आत्मदेव नाम गरेका ब्राह्मणको गृह थियो। त्यहाँ निवास गर्दथे। ती कस्ता थिए भन्दा ज्ञानका खानी, वेद वेदान्त उपनिषदलाई जानेका, ज्ञानका निमित्त चाहिँ दोस्रो सूर्य समान तेजस्वी त्यस्ता ब्राह्मण थिए। परम पवित्र सत्यनिष्ठावान थिए। इनकी पत्नीको नाम थियो श्रीमती धुन्धुली देवी। अब ये चाहिँ कस्ती थिइन्? लोक वार्तारता क्रूरा प्रायसो बहुजल्पिका सुराज गृहकृत्येषु कृपणा कलह प्रिया। लोक वार्तारता क्रूरा प्रायसो बहुजल्पिका, धेरै चाहिँ नि बोलेको बोलै गर्थिन्। अर्काले बोलिरहेका बेलामा पनि बीचबीचमा कुरो काटिरहन्थिन्। अनि यिनको काम के थियो? यसो छर छिमेकी इत्यादि ठाउँमा जाने, एकातिर एउटा कुरो लाउने, अर्कातिर अर्को कुरो लाउने, अनि दुईतिर दुई कुरो लाए पछाडि भरे जब झगडा हुन्छ, झगडा भए पछाडि अनि पर बसेर रमिता र आनन्दित हुने। बडा आनन्द लाग्थ्यो क्या यसरी झगडा गराउन पाउँदा, पर बसेर रमिता हेर्न पाउँदा बडा आनन्द लाग्थ्यो। अब श्रीमान चाहिँ सज्जन थिए, सत्यनिष्ठावान थिए। घरमा एउटा सेतो गाई पालेको थियो। एक दिन आत्मदेव ब्राह्मण जब आए, आउने बित्तिकै उनले भने हेर्नुहोस् न, सेतो गाईले देखाउँदै आज त यो त कालो भएको छ नि, हेर्नुहोस् त।
हैन त हौ देवी गाई त सेतै छ त कहाँ कालो हुनु तपाईको आँखा फुटेको छ नि क्या राम्ररी हेर्नुहोस् न देख्नु भएन कालो भएको अब हो भन्ने बाध्यता पर्थ्यो हो तिम्रै कुरा सही हो गाई त कालै भएको रहेछ भनेर जानुहुन्थ्यो अनि भरे आएर चाहिँ अनि गाई त सेतै देख्छु त हौ भन्दा होइन अघि पो कालो भएको थियो अहिले सेतो भइहाल्यो नि भन्थ्यो अनि आफ्नै कुरा मात्रै राखिरहने आफ्नै कुरा मात्रै बढाइरहने अर्का कुरालाई नमान्ने आफ्नो कुरो सबैभन्दा माथि राख्ने कोही हुनुहुन्छ म भन्दै हुनुहुन्छ भक्तवत्सल भगवानको र पनि घर परिवार राम्ररी चलिरहेको थियो काम गर्थे नि खाली उल्टो काम एउटा आनन्द रामायणमा बडा राम्रो प्रसङ्ग आउँछ एकजनाकी श्रीमती खाली उल्टो काम गर्ने सबैले सुन्नु पनि भएको होला त रामायणको कथा हैन धेरै लाउन थालेका पनि छौं रामायणमा एउटा कथा आउँछ आनन्द रामायणमा श्रीमती खाली उल्टो काम गर्ने बुबाको श्राद्धको तिथि आउन आँटे पछाडि श्रीमतीलाई लो अब बुबाको श्राद्ध गर्नुपर्नेछ पिण्डदान तर्पण इत्यादि गर्नुपर्नेछ फलानु दिन छ्याया तिथि रहेछ भनेर श्रीमानले भनेका पिण्डदान गरेर के हुन्छ बेकारमा खर्च गर्नास त्यसो गर्नु हुँदैन कसले सक्ने यहाँ गर्न भने दिइन अब गर्दै पछाडि श्रीमान चाहिँ बानी परिसकेका थिए उल्टो भनेर सुल्टो काम गराउने बानी परेका थिए श्रीमान अर्को वर्षको जब श्राद्ध आयो त्यतिखेर यसो विचार गरे अब उल्टै बोली बोलेर काम सुल्टो गर्नु पर्यो श्रीमतीलाई भने देवी फलानु दिन श्राद्धको तिथि आएछ छयाया तिथि एकोदिष्ट श्राद्ध गर्नुपर्ने तर गर्नु हुँदैन है तो श्राद्ध गरेर के फाइदा बेकारमा फाइदा पनि छैन केही पनि छैन पिण्ड भन्न के भन्न ब्राह्मणलाई दक्षिणा दियो भोजन भन्न के गरो घरको नाश खर्च तो गर्नु हुँदैन उनले भने अरे पितृ ऋण बसेको हुन्छ हामीमा श्राद्ध तर्पण नगरी हुन्छ तपाई तयार भएर बस्नु एक छाकी छोर इत्यादि जुन विधान छन् ती सबै विधानलाई अपनाएर बस्नु ब्राह्मण खोज्ने काम पनि मेरै भयो त्यहाँ सबै मिलाउने काम पनि सबै मेरै भयो अब उल्टो हराएर सुल्टो काम गराउन थाल्नुभयो भोलिपल्ट श्राद्धको दिन पनि उल्टो भन्ने सुल्टो काम हुन्थ्यो उल्टो भन्ने सुल्टो काम हुन्थ्यो गर्दै गर्दै श्राद्ध सकियो अब ब्राह्मण दक्षिणा इत्यादि सबै सकेर श्राद्ध पूर्ण भयो अन्तिममा पिण्ड लगेर सेलाउनका निमित्त चाहिँ हराइहाल्नु भएछ देवी यो पिण्ड चाहिँ शुद्ध पवित्र ठाउँमा लगेर सेलाउनु है भनेर झुकेर भनिहाल्नु भएछ उनको पालो पनि हुन्छ हजुर म सेलाइहाल्छु नि भने बोकेर लगेर बिस्टा लगेर फ्याँकिन् राम 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 श्राद्ध गरेको पनि बेकारै भयो इनले के गरिन् बडा चिन्ता लागिरहेको थियो एकचोटि सोमबारे औँसी आएछ सोमबारे औँसी त पर गएर नआउने प्रचलन त पहिले हैन नबोलिकन अब त्यहाँनेरि पनि त्यस्तै तरिकाले नुहाउनका निमित्त गएछन् गंगामा पुगे अब गाउँले सहित भेला भएर त्यहाँ पनि उल्टो कुरो गरेर गाउँलेहरू यसरी नुहाउन जाँदै रहेछन् सोमबारे औँसी ग्रहण इत्यादि जे भए पनि ग्रहणै भए पनि सोमबारे औँसी भए पनि है नुहाउन जाँदै रहेछन् हामीले जानु हुँदैन है ए कहाँ हुन्छ 12 वर्षमा बल्ल बल्ल आएको सोमबारे औँसी जानुपर्छ अब अहिले त वर्षा चाड पनि आउन थाले उनले श्रीमानलाई तयार हुन लाइन नभन्दै भोलिपल्ट गंगा गएर स्नान गरे स्नान गर्दा गर्दै अब गंगा त अलि धेरै पानी छ नि त उनले पनि झुकेर भनिहाल्छन् देवी भित्र धेरै पानी छ उता नजाऊ है राम्रो शब्द परेका के को जान्न म डुबुल्की लाई नहुन्छु भने अलिकति बसिहाल्छ भित्रै पसेकी अलिकति बगिहाल्छ त्यति बेला एउटा गाईको पुच्छर समाउन पाइसिन यसो समय रकेथिन् अब श्रीमान पनि आत्तेका बेला पर्यो नि त अब श्रीमतीलाई केही भइहाल्ने हो कि भनेर आत्तेका बेला पर्यो देवी त्यो पुच्छर चाहिँ नसमात है नसमात तिमीलाई जसरी भए पनि तान्छौ त्यो चाहिँ नछोड है त पुच्छर चाहिँ नछोड नि समातेको समातै गर भनेको उनले चाहिँ समाउँछु भने पुच्छर पनि छोडिन् जबल्याङ जुम्लुङै डुबिन् भक्तवत्सल भगवानको
अब यी चाहिँ ठ्याक्कै त्यस्तै थिए, उल्टो काम गर्ने यी धुन्धुली देवी थिए र पनि घर परिवार मिलेर राम्रै नै बसिरहेका थिए। पति पत्नी बिचमा राम्रै सम्बन्ध थियो। पछाडि यिनीहरूका सन्तान भएनन्। सन्तान नभइसके पछाडि गाउँले इष्टमित्र नाता गोताले पनि केही अलिअलि गानगान गुनगुन नराम्रा शब्द बोल्न थालेछन्। आत्मदेव ब्राह्मणलाई बडा नरमाइलो लाग्यो, दुःख लाग्यो। मैले जीवनमा कसैमाथि नराम्रो कुविचार कहिले चित्दैन, तर जीवनभरि समाज सेवा गरेर बस्दा पनि आज मलाई दुःख पर्दा सबै रमाइरहेका छन्, कुरा काटिरहेका छन्। धेरै दुःख लाग्यो आत्मदेव ब्राह्मणलाई। मान्छेमा 1000 गुण छन्। 1000 गुणमा 999 मात्रै हुन सक्छन् अरे, एउटा चाहिँ हुँदैन अरे। सबैमा पुरै गुण कसैमा पनि हुँदैन, किनभने मनुष्यमा पुरामा पुरा हुन सक्दैन। एउटा न एउटा गुण कमी हुन्छ। अब हेर्ने मान्छेले के देख्छ? 999 वटा गुण चाहिँ देख्दैन, राम्रो कुरा चाहिँ देख्दैन। अनि त्यो एउटा कुरो भेट्यो भने के गर्छ? त्यही खासुस गर्न थाल्छ। हामी पनि त त्यस्तै गर्छौँ नि त। यसो केही बनाएको यसो हेर्दै 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 गइयो भने यहाँ मिलेन छ नि, यहाँ भएन छ नि भन्छौँ नि त। अरू मिलेको त यता त मिलेछ भन्दैनौँ, यहाँ चाहिँ भएन छ भन्छौँ नि त। अब गाउँलेले पनि त्यस्तै अलिअलि कुरा काट्न थालेछन्। उनलाई पनि पश्चाताप भयो, आफ्ना सन्तान भएनन्। सन्तानका निमित्त उनले गोबु हिरण्यवासांसि दिनेभ्यो यच्छता सदा दिन दुखीहरूलाई दान गर्न थाले। गोदान, जसले लाउन नपाएका छैन उनीहरूलाई वस्त्रदान, खान नपाएकालाई अन्नदान, धेरै धेरै दानहरू गरे। दान गर्दा गर्दै धन सम्पत्ति चाहिँ कति सकिएछ? धनार्धम धर्म मार्गेण। धनार्धम जति सम्पत्ति छ त्यसको आधा सम्पत्ति सक्यो। तर न पुत्रो नापि वा पुत्री तत चिन्ता तुरो विश्रवेशम। छोराछोरी केही पनि भएनन्, सन्तान भएन। आधी सम्पत्ति सक्यो भन्ने चिन्ता यता धुन्धुली देवीलाई चाहिँ पर्यो। अब हुन त सम्पत्ति आफ्नो पनि हुँदैन, परमात्माले कति भोग्न लागेको हुन्छ हैन? त्यति मात्रै आफ्नो हो। एउटा म छोटो कथा भन्छु सम्पत्तिको बारेमा चाहिँ। एकजनाको परिवारमा जम्मा 2 जना मात्रै पति पत्नी मात्रै, उनीहरूका सन्तान पनि कोही थिएनन्, खानेवाला कोही थिएनन्। वृद्ध भइसकेको थियो, अलिकति बुढेसकाल लागिसकेको थियो, तर पनि खेतबारी इत्यादिको काम आफै गर्न सक्दथे। केही उमेरले केही उत्तरार्ध भेटेको। तर श्रीमान श्रीमती चाहिँ मिठो मिठो खाऊ, राम्रो लगाऊ भन्ने भावना भयो कि श्रीमान चाहिँ हैन, खानु हुँदैन, लाउनै पनि अब जे जस्ता छन् त्यसैलाई मिलाउँदै लाउँदै गर्नुपर्छ, नयाँ वस्त्र चाहिँ किन्नु हुँदैन है भन्ने सिद्धान्त छ। सम्पत्ति चाहिँ कति हो कति? कहिल्यै घरमा मिठो कुरो खान नपाउँदा श्रीमतीलाई बडा चिन्ता लाग्छ। साथी एक दिन आएका बेलामा उनले दुःख बिसाइछन्। हेर न हो, मेरा बुढा त कति लोभी छन्, यसो बजारबाट सागसब्जी किनेर लिएर आउन भन्दा पनि 1 रुपैयाँ दिने होइनन्। घरमा जे छ त्यही एक कुरो खाए, साग छ भने 1 महिनासम्म सागै मात्रै खाए। मेरै श्रीमान जस्तो हुनुहुँदो रहेछ भन्दै हुन्छ होला हो। हाम्रा चाहिँ आएर सुन्नु पर्ने नि यो कथा। भक्तवत्सल भगवानको कोपी फलेको छ नि, कोपीको कोपी मात्रै होइन भन्दै हुन्छ। आलु फलेको बेला हामी पनि त्यसै गर्छौँ भन्दै हुन्छ। भक्तवत्सल भगवानको साह्रै दुःख बिसाए। कहिले मिठो चिया पनि खान दिँदैन, राम्ररी तातो पानी खाँदा भइहाल्छ नि। यसो तुलसीको पात सात हाल्नु हुन्छ, चिनी सिनी खानु हुँदैन, रोग लाग्छ भन्छन्। कहिले मिठो पनि खान दिएनन्। शरबत पानी आजसम्म जीवनमा यो घरमा बनाएकै छैन। गर्मीका बेला कसलाई भनेको? आफ्ना श्रीमानलाई भन्दैछन्, दिँदैनन्। त्यस्ता लोभी रहेछन् है बाजे, भयङ्कर लोभी।
के गर्दा छन् दिनभरि खेत खन्दा 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 गरेर आउँदा रहेछन् अनि मिठो पनि बनाउन नहुने साधारण सामान्य तरिकाले पकायो खायो सामान्य पनि सामान्य त्यो बाध्यताको भोजन श्रीमतीलाई चाहिँ दुःख लागेको छ सम्पत्ति यत्रो छ खाना त राम्ररी खाऊ दुःख त खानेको लागि अरे नि त लाउनेर खानेको लागि हैन त्यसकारण लाउनेर खाने कुरामा अब यसरी बचाएर के फाइदा श्रीमतीलाई दुःख लागेको थियो साथीले सम्झाइन् अरे त जान्दिरहेनस् श्रीमान दिनभरि खेतका आली काटेर पसिना पसिना भएर खेतबारीको काम गरेर पसिना पसिना भएर आएका बेलामा राम्रो शरबत बनाएर दिएन कागती हाल मरिच हाल अलैँची पिसेर हाल के हाल्नु पर्ने छैन चिनीहरू के हालेर राम्ररी बनाएर मिठो बनाएर लगेर दिए त पहिलो दिन खाइहाल्छन् पहिलो दिन खाएपछि मिठो हुन्छ भोलिपल्टदेखि त्यस्तै बना भन्छन् अनि जिब्राले मिठो मिठो खोज्दै जान्छ बानी परिहाल्छ जिब्रा त बानी परिहाल्दो रहेछ नि त फेरि त्यसकारण सजिलो हुन्छ तँलाई ल मिठो मिठो खान थालिहाल्छस् तैँले पनि मिठा खाने कुरा बनाउन थाल्छस् अलिक दिनबाट अब साथीले सम्झाए नभन्दै ओहो साथीले त मलाई साह्रै राम्रो बुद्धि लगाइन् बुद्धि दिन भन्ने सोचिन् नभन्दै श्रीमानज्यू त्यसरी नै खेतबारीको काम गरेर पसिना 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 भएर आएर बसेका बेलामा लो एक गिलास मिठो पानी ले त उनी पनि भित्र पसिन् कति मेहनत गरेर कहाँ माथि कताबाट कागती किनेर ल्याएकी थिइन् तो कागती हालिन् चिनी लगाइन् मरिच लगाइन् अलैँची लगाइन् के अन्य के लाउनु छ मसलाहरू शरबतको त्यो सबै लगाएर साह्रै मिठो पारिन् अनि ल्याएर यसो दिनलु लिनुहोस् पिउनुहोस् यसो समाते गिलासमा हेर्छन् त धमिलो छ त पानी त हैन कहाँबाट उगाइछ हौ यो पानी भैँसी हाल बसे जस्तो छ त के हो यो हैन हजुर यो त शरबत हो के हालिस् यसमा भनेको कागती चिनी जे हालेको थियो नि लडाटिकन भनिन् जब चिनीको शब्द सुने त्यो 80-90 रुपियाँ गिलासको रिस उठेछ ए यति महँगो चिनी हालेर बनाउने तँलाई भनेर फुत्तै फ्याँकिदिए गिलास जा सादा पानीले श्रीमतीलाई पनि रिस उठ्यो कति मेहनत गरेर कहाँदेखि किनेर ल्याएर बनाएको म चाहिँ ल्याउनेवाला छुइनँ खाना मन लाग्छ भने तिमी आफै गएर सारेर खाऊ अब म खाना पनि पकाउँदिनँ तिमीलाई दिन्न पनि पानी पनि ल्याउन सक्दिनँ म कोठामा गएँ तिमी भोकै मर्छु म पनि खान्न तिमी पनि नखाऊ भित्र पसिन् भित्रबाट चुकुल लाइन भित्र पसिन् भने यसो रुँदै रुँदै पनि गएन नि साक्क सुक्क गर्दै गर्दै भित्र पसिन् अब बुढाले लु अब पानी पनि पिउन दिन हौ यसले त भन्ने यसो सोचे झस्याङ नभए ला हौ गिलास फ्याएको थियो त्यहाँ त इनार पो थियो त हौ कतै त्यो कुवाभित्र पसेर त झिक्न सकिँदैन त फेरि गिलासको माया लागो किच्यो पनि होला हौ गिलास चाहिँ ल्याउनु पर्यो भनेर गए धन्न त्यो गिलास चाहिँ कुवाभित्र पसेन छ बाहिर रहेछ त्यो शरबत जति सबै कुवाभित्र पसेछ त्यहाँ गएर यसो गिलास उठाए धन्न किचेर छ क्यारो भनेर यसो गिलासको मायाले यसो सुमसुम्याउँदै थियो गिलासलाई त्यतिखेर आवाज आयो के आवाज आयो त्यो भित्र चाहिँ त्यो कुवाभित्र नाग नागिनी बस्दा रहेछ उनीहरू त गफ गर्दैछन् के भन्छन् अरे आजसम्म यति मिठो पानी हामीहरूलाई कसैले पनि पिलाएको थिएन कति मिठो शरबत पानी पिउन पायौँ हामीले जसले यति मिठो शरबत पानी पिलाएको छ त्यसले त जे भनौँ त्यही आशीर्वाद दिनुपर्छ है भनेर सल्लाह गर्दै रहेछन् त कसैको पिलाएको होला जे मागो जति धन सम्पत्ति जे माग्छन् त्यति दिनु ल अब त लोभी बुढो सम्पत्ति प्रशस्ति पाइने भयो भने चाहिँ खुसी भयो नाग देवता नागिनी देवता मैले नै हो हजुरहरूलाई चाहिँ यो शरबत पानी दिएको हामी पति पत्नीले भएर मिलेर दिएको हो मेरी पत्नीले बनाएकी हुन् मैले हजुरहरूलाई दिएको दिन त देखे हो नि हैन फ्याँकेर झटारै हान्नु हो देखे हो नाग देवता नागिनी देवतालाई भने नाग नागिनीले त्यसो भए माग न त के माग्छौ तिमीलाई जे इच्छा छ त्यही माग हामी पूरा गरिदिन्छौँ
यसो विचार गरे अब यो कुरो चाहिँ अब श्रीमतीसँग पनि अलिकति सल्लाह गरेर आएर माग्नु पर्यो, किनभने रिसाएर हिँडेकी छिन्। भरेदेखि अब भोजन बन्द, यसो फकाउनु पर्यो मिलाएर भनेर गए। अब ढोका त बन्द छ नि त भने ठ्याप्पै बाहिरबाट यसो ढ्याकढ्याक ढुकढुक पारे। खोल्दिनँ म, जे गर्छौ गर। होइन क्या, एउटा सल्लाह छ, खोल्न खोल। तेरो र मेरो झगडा त आज फाइदा भयो नि। धन्न झुकिएर झगडा गरेछौँ नि हो हामीले। फाइदाको कुरो छ, ढोका खोल न, ढोका खोल। श्रीमतीले यसो चुक्कु लुगाएर भित्र पसे। हेर्न, तैले र मैले झगडा गरेर जब मैले त्यो गिलास फ्याँकेँ, त्यो शरबत पानी त कुवाभित्र परेछ। त्यहाँ नाग नगिनी बस्दा रहेछन्, उनीहरूले त्यो शरबत खाएछन्। शरबत खाएर के भन्दै थिए भने यति मिठो जलजलले पिलाएको छ, यति मिठो शरबत पानी, त्यसले जे मागो त्यही दिन्छौँ भन्दैछन्। लु तर म गएर धेरै 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 सम्पत्ति मागौँ, कति हो कति सम्पत्ति मागौँ, अनि धेरै सम्पत्ति मागे जस्तो खर्च गरौँला न, अनि खालिस् नि मिठो मिठो हिँड भयो। चाहिँदैन मलाई सम्पत्ति माग्नु छैन। यत्रो भएको सम्पत्ति कसले खाइसक्छ, आफूदेखि खाने पनि कोही छैनन्। रिसाइन् श्रीमती पनि। अब होइन, जाउँ न जाउँ, जे भन्छस् त्यही मागौँ न त। लु सम्पत्ति नभए अरू नै केही मागौँ न त। के मागौँ भन्छस्? साँच्चै मैले भनेको माग्ने हो त? भन्दा माग्ने हो। ल जे भन्छस् त्यही माग्छु। ल त्यसो भएदेखि म पनि जान्छु, सँगै जाउँ। नाग नगिनीलाई यो हाम्रो भएको सम्पत्ति भोग गर्न पाऊँ भनेर वरदान मागौँ। श्रीमानले भने अरे मूर्ख, आफूसँग भयो त जहिले चलाए पनि भइगयो नि। कस्तो पागल कुरा गरे कि? अरू फाल्टो चाहिँ मागौँ न, धेरै धेरै माग भयो। चाहिँदैन, अरू फाल्टो चाहिँदैन। कति छ यहाँ थुप्रो, जति खर्च गरे पनि सकिँदैन, किन अरू माग्नु? अब यसो विचार गरे। अब श्रीमतीले भनेको नमान्दाखेरि बिजोग छ। अब भोजन त अब श्रीमतीले सबै कुरो गरिदिएर, धर्मपत्नीले गरिदिएर यसो पस्केर दाल इत्यादि सबै लाएर अगाडि राखिदिनु पर्ने। श्रीमती छैन भने भोकै बस्ने, कुनै उसले पकाएर राखेको भने पसेर खान नसक्ने। मेरै जस्तो हुनुहुँदो रहेछ होइन? भक्त वत्सल भगवानको। अब ल हुन्छ नि त, त्यही माग्ने। गए। अब गएर अब दुईजनाले प्रार्थना गरे, हजुर यो सम्पत्ति हाम्रो सम्पत्ति हामीले भोग गर्न पाऊँ। त्यति भनिसक्ने बित्तिकै त नाग नगिनी मुखामुख गरेर भन्छन्, हामीलाई भोग गर्न दिने अधिकार छैन। हामीलाई त के गर्न दिने अधिकार छ भन्दा अरू धन सम्पत्ति तिमीले जे माग्छौ त्यो दिने अधिकार छ, विद्या सम्पत्ति इत्यादि। तर भएको सम्पत्ति भोग गर्न दिने अधिकार हाम्रो होइन। भोग गर्न दिने अधिकार त ब्रह्माजीको, अरू कुनै वरदान माग। श्रीमती मान्दिन। भोग गर्न पाउने अधिकारै हामीलाई दिनु पर्यो, वरदानै हामीलाई दिनु पर्यो। ल त्यसो भए हामी ब्रह्माजीसँग प्रार्थना गर्छौँ। लु हिँड, हामी सँगसँगै हिँड। अब ती जुन लोभी बुढा थिए नि, ल म जान्छु, त चाहिँ घर रुएर बसै भने श्रीमतीलाई हराए। नाग नगिनी अघि अघि गए, पछाडि लोभी बुढो लोरो टेक्दै पछि जाँदैछ। अब पुगे ब्रह्माजी भए ठाउँमा। ब्रह्माजीलाई गएर नाग नगिनीले भने यो बुढो आफ्नो भएको घरमा भएको जुन धन सम्पत्ति छ त्यो सम्पत्ति भोग गर्न पाऊँ भनेर हामीसँग माग्न आयो, किनभने हामीलाई भोग गर्न दिने अधिकार छैन। हजुरमा छ त्यो भोग गर्न दिने अधिकार, त्यसकारण यिनीहरूको सम्पत्ति यिनीहरूलाई भोग गर्न दिनु पर्यो। ब्रह्माजीले भन्नुभयो, म त सृष्टि गर्ने मात्रै हुँ, भोग गर्न दिने अधिकार त भगवान् विष्णुमा छ। हजुर कुनै अब बाटो देखाइदिनु पर्यो त्यहाँसम्म पुग्ने। ल मै जान्छु नि त, हिँड मेरा पछि। ब्रह्माजी अघि अघि, नाग नगिनी पछि त्यहाँदेखि पछाडि बुढो जाँदैछ खुरुखुरु पछ्याउँदै। भगवान् विष्णुसँग गएर ब्रह्माले सबै प्रार्थना गरिदिनु भयो। नाग नगिनीले पनि प्रार्थना गरे, यो बुढाको सम्पत्तिहरूलाई भोग गर्न दिनु पर्यो। भगवान् विष्णुले भन्नुभयो, म अर्काको अधिकार हनन गर्दिनँ। मैले त सबै विभाग छुट्याइदिएको छु। अर्थ मन्त्रालयको विभाग होइन, विद्याको शिक्षा मन्त्रालयको विभाग भिन्नै छुट्याइदिएको छु। यो अर्थ मन्त्रालयको जुन विभाग छ, यो विभाग चाहिँ मैले कुबेरजीलाई दिएको छु। त्यसकारण कुबेरसँग जानुहोस् पठाइदिनु भयो भगवान् विष्णुले, किनभने भोग गर्न दिने अधिकार मेरो पनि छैन। अर्काको अधिकार म हनन गर्दिनँ। ल ठिकै छ, अब जानु पर्यो कुबेरसँगै। गए कुबेरसँग सबै, ब्रह्माजी, नाग नगिनी,
त्यो लोभी बुढो पनि अब पुग्यो। कुबेरजीसँग गएर प्रार्थना गरे, लु यसको सम्पत्ति भोग गर्न दिनुहोस्, भोग गर्न पाऊँ भनेर यसले मागेको छ, त्यस कारण भोग गर्न दिनु पर्यो हजुर। ल पखाइ त म खाता हेर्छु, यसको सम्पत्तिको विवरण के रहेछ, के कसो रहेछ हेर्छु। त्यहाँबाट त्यो बुढाको सम्पत्तिको विवरणको खाता झिक्नु भयो कुबेरजीले। यसो पल्टाएर हेर्नुभयो, के भन्नुहुन्छ, राम राम राम, म त यो सम्पत्ति भोग गर्न यो बुढालाई दिन सक्दिनँ। किन भन्दा यो बुढासँग जति सम्पत्ति छ त्यो सम्पत्ति त मेरी कान्छी छोरीको व्यवहार छ। एकचोटि भनिदिनुहुन्छ राधे राधे। कसको व्यवहार छ? कान्छी छोरीको व्यवहार छ। अब म छोरीको व्यवहार कसरी, छोरीको सम्पत्ति, अब म छोरीको सम्पत्ति कसरी भोग गर्न दिउँ त? मबाट यो आउँदैन। होइन हजुर, दिनु पर्यो यो बुढालाई, उसको सम्पत्ति भोग गर्न दिनु पर्यो, उसँग भएको सम्पत्ति। ल ठिकै छ नि त, कुरो मिलेछ भने म कान्छी छोरीलाई सम्झाइ हेर्छु नि त। अब कान्छी छोरीलाई बोलाए, अब कुबेरजीले कान्छी छोरी आइन्। के भयो पिताजी? हेर न छोरी, तिमीले तिम्रो सम्पत्ति लगेर यो बुढाकामा लगेर राखेकी रहेछौ। यो बुढो अहिले त्यो सम्पत्ति भोग गर्न पाऊँ भनेर माग्दै आएको छ, त्यसैले यो बुढालाई त्यो सम्पत्ति भोग गर्न दिउँ है। छोरी त रिसाइ, अरे बाबा पनि, बाबाको यत्रो धेरै सम्पत्ति छ, त्यो मेरो अलिकति सम्पत्ति यो बुढाले चाहिँ मास्दैन भनेर यसका लगेर राखेको, कहाँ भोग गर्न दिन्छु म दिँदै दिन्न। अब उतापट्टि बुढो पनि छक्क परेर आँखा तन्कै हेर्न थाल्यो। जीवनभरि दुःख गरेर सम्पत्ति जोडिया छ, कति कता के गरेर पसिना भएर रात दिन खटिया छ, मेरो पेवा भन्छ अर्की आएर फेरि। एकचोटि भनिदिनुहुन्छ राधे राधे। कुबेरजीले सम्झाउनु भयो, होइन छोरी छोडिदेऊ, पछि तिमीलाई म थपिदिउँला, मिलाइदिउँला, पछि म तिमीलाई दिउँला, अहिले यो बुढाको सम्पत्ति उसलाई भोग गर्न देऊ न, उसँग भएको सम्पत्ति। ल बुवाले भनिहाल्नु भयो, मलाई दिन मन चाहिँ थिएन। ल बुढा जा, त्यो सम्पत्ति आधी चाहिँ तैँले चला, त्यहाँभन्दा उकालो चाहिँ चलाउन पाउँदैछ नि, लु जा, आधी भोग गर्न दिएँ मैले। कान्छी छोरी हिँडी, अब रिसाए जस्तो गरेर हिँडी। ए सम्पत्ति मेरा घरमा उहाँ बाजा थुनेर कता बैङ्कमा राखिरहेको छु, अनि आधी मात्रै चला भन्छ यसले, मैले जानेको छ भनेर अब बुढो फर्केर आयो। श्रीमतीलाई लु सक्दो जे लाउन मन लाग्छ लगा, गहना वस्त्र आभूषण, लु खाना पनि के खाने हो, मिठो मिठो खाउँ है जहिले, अब काम साम केही नगरौँ, सुखपूर्वक बस्नुपर्छ, त्यो चाहिँ सक्नै पर्यो भएको सम्पत्ति चाहिँ सबै। त्यसले मेरो प्यावा भन्छ भन्दै सम्पत्ति खर्च गर्दै गए। जब आधी सम्पत्ति सक्यो, बुढाबुढी नै त्यो लोकलाई छोडेछन्। भक्तवत्सल भगवानको। त्यस कारण सम्पत्ति के रहेछ, आफ्ना हातमा हुन्जेल, आफूले चलाउन्जेल, अनि आफू बाँचुन्जेल जति चलाइन्छ त्यति आफ्नो हो, त्यहाँदेखि पछाडि त कसको। आफ्ना हातले चलाउन्जेल, आफूले भोग गरुन्जेल, आफूले भोग गरेको आफ्नै हो, बाँकी रह्यो त कसले खाने कसले के गर्ने हो, त्यसको कुनै पनि ठेगान छैन। भक्तवत्सल भगवानको। यहाँनिर सम्पत्तिको माया ममता थिएन। आत्मदेव ब्राह्मणलाई, धुन्धुली देवीलाई चाहिँ अलिकति थियो। उनले दान धर्म गर्दा कति सम्पत्ति सके भन्दा, धनार्धम धर्म मार्गेण, धनको आदि सके, तर न पुत्रो नापि वा पुत्री ततश्चिन्ता तुरो वृषम। छोरा पनि भएनन्, छोरी पनि भएनन्, दुःख जस्ताको तस्तै भयो। जति गर्दा पनि सन्तान नभए पछाडि त्यत्रो दान धर्म त्याग तपस्या इत्यादिले पनि सन्तान प्राप्त नभए पछाडि विचार गरे, अब मलाई मर्नु नै बेच्छ, गाउँले कुरा काटे, उनलाई बाँच्न सही लागेन। एक दिन घरलाई त्याग्नु भयो। एकदास द्विजो दुःखात् गृहं त्यक्त्वा परं गतः। एक दिन ती ब्राह्मण देवता आत्मदेव ब्राह्मणले आफ्नो घरलाई त्यागेर वनमा जानुभयो। मध्याहको समय पुग्नु भएछ, तिर्खा पनि लाग्यो, गर्मीको समय कलकल बग्दै गरेको, त्यहाँ पानी रहेछ, त्यो पानीलाई अञ्जुलीमा लिएर पिउनु भयो। अलिकति परतिर एउटा चट्टान रहेछ, त्यही चट्टानमा गएर बस्नुभयो, आराम गर्नुभयो। सम्झिनुहुन्छ, ओहो मैले कति गरेँ,
कति दान गरे, कति धर्म गरे, कति सत्यतामा रहे, कति परोपकार गरे, कति पुण्य काम गरे, तर मेरा सन्तान भएन। आज यस्तो दुःख भोग्नु परेको छ। मैले त्यहाँ बसेर भित्रबाट भक्कानो छुटेर रुन थाल्नुभयो। रुँदा रुँदै त्यतिखेर एकजना सन्यासी त्यही बाटो गरेर गइरहनु भएको थियो। ती सन्यासीले देखे, ओहो यी ब्राह्मण देवता, हेर्ने बित्तिकै ब्राह्मण हुन् भन्ने जानिन्छ। अब माथि टुप्पी छ, जनै लगाएका छन्, अब धोती इत्यादिलाई पहिरेका छन्, वस्त्रले पनि जानिन्छ नि त ब्राह्मण हुन् भनेर। आभूषणले त्यो सन्यासीले विचार गरे ब्राह्मणलाई सम्झाउनु पर्यो, हो भगवानको भक्ति गर्न सकिन भनेर पो विरक्त यिनी रोएका रहेछन् भनेर ब्राह्मण देवतालाई सम्झाउनका निमित्त सन्यासी गए। बोलाए कथम रोदिसि विप्रत्वम काते चिन्ता बलियसे वदत्वम सत्वरम मह्यम स्वस्य दुःखस्य कारणम। हे ब्राह्मण देवता, तिमी को हौ, किन रोएका हौ, यो रुनुको कारण के हो, दुःख कारण के हो, मलाई बताऊ। त्यतिखेर ती ब्राह्मण के भन्छन्, अरे सन्त महात्मा त्यागी, हजुरका अगाडि मेरो दुःखको बयान कति गरौँ, मेरो पाप कर्मको बयान कति गरौँ। पूर्व पापेन सञ्चितम, पूर्व जन्मको पापहरूद्वारा मैले यो जन्ममा मेरा पितृहरूलाई तर्पण चिसै जलले दिए पनि उनीहरू तातो जलपान गर्दैछन्, उनीहरूको तिर्खा मेटिएको छैन। कवशणम उपभुञ्जते, यसो अजुरीमा पानी त लिन्छन्, लामो सास फेर्छन्, त्यो पानी तात्छ, त्यही तातै पानीलाई ग्रहण गर्छन्, दुखी भएर ग्रहण गरिरहेका छन्। मैले घरमा ल्याएर वृक्ष रोपे भने ती वृक्षले पनि मलाई फल दिन्नन्, घरमा गाई ल्याएर पाले भने पनि ती गाईले मलाई सन्तान दिन्नन्, ती पनि बन्ध्या नै रहन्छन्। प्रजा दुखेर शून्य हम प्राणास्ते तुमी आगत, अनि मेरा सन्तान पनि भएनन् र सन्तान नभएका दुःखले म प्राण त्याग गर्नका निमित्त यहाँनिर आएको।